म चाहिँ अहिले तेलङ्गाना चेर्लापल्ली रेलवे स्टेसनमा छु है गाइस। र म चाहिँ जाँदैछु अहिले उडिसा पुरी जगन्नाथ टेम्पलको दर्शन गर्नु है। मेरो एक दिनको भिजिट छ पुरीमा र अहिले चाहिँ म तेलङ्गाना चेर्लापल्ली स्टेसनमा छु र मेरो 3 दिनको चाहिँ भिजिट छ है पुरी र हावडा कलकत्ता। गाइस मेरो चाहिँ 8:40 को ट्रेन छ है तेलङ्गाना चेर्लापल्लीबाट चाहिँ उडिसा कर्दा रोड छ है। र म चाहिँ अहिले चेर्लापल्लीबाट उडिसा कर्दा रोड जङ्सन भन्दैछु र मेरो चाहिँ 10 मिनट मात्रै छ ट्रेन चढ्नु है। र यो चाहिँ हो गाइस तपाईँ तेलङ्गाना चेर्लापल्ली न्यू रेलवे स्टेसन हेर्नु, एयरपोर्ट भन्दा कमी छैन। गुड मर्निङ एभ्रिवान। र अहिले पनि चाहिँ म यहाँनिर है उडिसा कर्दा रोड जङ्सन आइपुगेको छु है। हिजो म तेलङ्गाना चेर्लापल्ली रेलवे स्टेसनबाट चढेको र अहिले चाहिँ म उडिसामा है 5 बजिसक्यो गाइस। र अहिले चाहिँ बिहानको 5 बजे म कर्दा रोड जङ्सनमा उडिसा आइपुगेँ र अब यहाँबाट चाहिँ म जाँदैछु जगन्नाथ टेम्पल पुरी है गाइस, देख्नुहुँदैछ। र फाइनली गाइस म चाहिँ अहिले है कर्दा रोड जङ्सनबाट चाहिँ पुरी जाँदैछु है। र मैले चाहिँ जेनरल टिकट काटेको छु र म चाहिँ अब कर्दा रोडबाट चाहिँ पुरी जाँदैछु है गाइस। र गाइस फाइनली म चाहिँ है पुरी रेलवे स्टेसन आइपुगेँ है, उडिसा रेलवे स्टेसन। र मैले चाहिँ पुरीको विशाल पवित्र भूमिमा कदम राखिसकेको छु अहिले है गाइस। र अहिले कर्दा रोडबाट चाहिँ म कर्दा रोड जङ्सनबाट चाहिँ म जगन्नाथ मन्दिर पुरीको भूमिमा चाहिँ मैले फाइनली कदम राखिसकेको छु।